हेलो एभ्रिवान नमस्ते शिवारो शिवान्ने काम्री म आज फेरि तपाईलाई मैले टमाटर देखाउँदै लिएर आएको छु। यो चाहिँ मैले मेरो घरको अगाडि पेटीमा रोपेको मेरो टमाटर मैले रोपेको घरमा खानको लागि भनेर आज म यसको विषयमा चाहिँ तपाईलाई केही भिडियो लिएर आएको छु। छोटो भिडियो लिएर आएको छु। मैले जस्तो पनि गर्छु त्यो चाहिँ मैले तपाईको अगाडि लिएर आएको छु। डरलाग्दो बगान त छैन, तर पनि मैले तपाईलाई म जस्तो गरेको छु त्यस्तै लिएर आएको छु। मेरो यो हेर्नुस् त क्या दामी फुलिरहेको टमाटर यहाँ माथिबाट यो चाहिँ मज्जाले मैले चाहिँ अगाडि मेरो पेटीमा चाहिँ टमाटर त्यो हामीले मधेसको खाएको हुन्छ नि त्यो बीचको चाहिँ मैले दाना चाहिँ यहाँनिर हालिरहेको थिएँ नि त, उम्रिन्छ अब त्यतिमा कुनै न कुनै फल्छ भनेर चाहिँ मैले निकालिरहेको थिएँ नि त। मैले यस्तो पातहरू पनि छुटाइरहेको छु। यो भित्रभित्र यहाँ मेरो चाहिँ यतिको फलेको छ। हेर्नुहोस् त टमाटर चाहिँ यो चाहिँ टमाटर मैले फ्रेस खानु पायो कम्ती उसमा है। परिवारमा त आरामले पुग्छ। यहाँनिर पनि छ, यहाँ पनि छ, यहाँ पनि छ हो। अनि हामीले चाहिँ सक्दो चाहिँ यदि हाम्रोमा चाहिँ बस्तीमा हुनेहरूले चाहिँ बस्तीमा कि बजारमा पनि पटतिर पनि यसरी टमाटरहरू चाहिँ एउटा दुईटा बोटै रोपेको छ भनेदेखि पनि, किन टमाटर त हामी भक्कु बेसी खाँदैन नि त, बिहान बेलुका त बेसी युज हुन्छ है। अनि टमाटर चाहिँ यसरी रोपिरहेको छ भनेदेखि चाहिँ हामीलाई फ्रेस अर्ग्यानिक पनि खानु पाउँछ। मधेसबाट भन्दा चाहिँ आफूले रोपेको चाहिँ अर्ग्यानिक पनि हुन्छ नि त। हेर्नुहोस् त यहाँ पनि मजाले फलिरहेको छ। यहाँनिर पनि फल लागिरहेको छ, फल लागिरहेछ। हेर्नुहोस् त यहाँ फल लागिरहेको छ, यहाँ फुल पनि खिल्दैछ। तर यसलाई चाहिँ टमाटरलाई चाहिँ आकाशको पानी चाहिँ एकदम यसलाई सहँदैन। आकाशको पानीले चाहिँ यसलाई चाहिँ अलग्गै राख्नुपर्छ हो। अनि यो चाहिँ अब ग्रिन हाउसतिर चाहिँ प्रायःले रोप्छ। अनि किन चाहिँ ओततिर है यसरी रोप्यो भने चाहिँ यो चाहिँ लामो बस्छ। यदि पानी चाहिँ परिहाल्यो भनेदेखि चाहिँ बाहिर छ भने चाहिँ यो चाहिँ छिट्टो मर्छ, चाहिँ छिट्टो यसको पातहरू चाहिँ फ्यातफुत भएर जान्छ। हेर्नुहोस् त कति मजाले फुलिरहेछ है। यो चाहिँ मेरोमा भएको चाहिँ मैले कसरी गरेँ त्यो मात्रै मैले तपाईको अगाडि लिएर आएको छु है। त्यस्तो त जान्दिनँ, तर पनि मेरो गार्डनिङमा भनेर चाहिँ देखाएको। यो चाहिँ अब पानीमा नपरेकोले गर्दा चाहिँ अलिक राम्रो भएको छ। यसलाई चाहिँ पानी चाहिँ आकाशको पानी चाहिँ ट्याक्कै सहँदैन रहेछ नि त। अनि यस्तो यो बाक्लो बेसी भयो भनेदेखि नि टमाटर यसको पात चाहिँ यसरी चुटाउनुपर्छ। यो बेसी बाक्लो भयो भने यो मुनिको त्यो ओइलेको पातहरू छ नि, यसरी गऱ्यो भने चाहिँ यो भित्रभित्र फलेको फलहरू छ नि, यो फलहरूमा पनि हावा पस्नुपर्छ नि त, अनि चाहिँ राम्रो हुन्छ। हेर्नुहोस् त यहाँ मुनि फलिरहेछ नि त। यसमा पनि यसो गरेर चाहिँ पात चुटाउनुपर्छ हो। यसरी पात चुटायो भने चाहिँ एकदम राम्रो हुन्छ। पात चुटायो भने चाहिँ हावा पनि पस्छ अनि फलफुललाई पनि त हावा चाहिन्छ नि त होइन। यसरी गरेर चाहिँ मेरो चाहिँ सब्जी टक्कै पाक्यो है। पकाउँदै गर्दाखेरि ठक्कै ल्याएर जति चाहियो त्यति टमाटर ल्याउनु सक्छ। आफूले रोपेको छ भने चाहिँ यस्तो चाहिँ हुन्छ। एउटै बोट किन नहोस्, दुईटै बोट किन नहोस्, तर यो एउटै दुईटा बोटले पनि यसरी फलाउँछ है। हेर्नुहोस् त टमाटर यहाँ मजाले फलिरहेछ। अन्डरग्राउन्डमा फलिरहेछ है टमाटर यहाँनिर। आज मैले तपाईँहरूलाई भिडियोमा देखाउनु पर्यो भनेर सोचेको थिएँ नि त। हेर्नुहोस् त टमाटर मजाले पाकिरहेछ, यतानिर पनि पाकिरहेछ है। हेर्नुहोस् त हो। अनि आफूले चाहिँ गरिरहेछ भने चाहिँ यति चाहिँ फाइदा हुन्छ है। हेर्नुहोस् त टमाटर मेरो चाहिँ यस्तो चाहिँ सब्जीहरू पकाउँदा ओर्दा चाहिँ मैले चाहिँ फ्रेस खानु पाउँछ। अनि यसरी नै हामीले एक दुईवटा भए पनि रोपेर चाहिँ आफूले फ्रेस खानु पायो भनेदेखि चाहिँ बजारको ल्याउनु पर्दैन नि त, त्यो मधेसको ल्याउनु पर्दैन। अब सालभरि त पुग्छ भन्ने त हुँदैन, तर पनि हामीले रोपिरहेछ भने समय समयमा चाहिँ खान पाउँछ है टमाटर। मेरो त टमाटर यहाँ पनि फलिरहेछ, यहाँ पनि फल्दैछ। यदि तपाईँहरूले पनि किचनमा त्यसरी रोप्नु चाहनुहुन्छ भने टमेटोको त्यो सिड बीचको सिडलाई पाकेको हामीले खान ल्याउँछ नि त किनेर, त्यो पनि हामीले प्रयोगमा लगाउन सक्छ। त्यसलाई चाहिँ पटमा हालेर हामीले है सिड त्यसरी उमारेर चाहिँ हामीले राख्यो भनेदेखि पनि यसरी नै कुनै पनि पेस्टिसाइड नलगाइकन है प्योर अर्ग्यानिक कुनै पनि एउटा केमिकल नलगाइकन त्यसरी नै हामीले खान सक्छ। यो चाहिँ हाम्रो लागि पनि राम्रो हो, परिवारको लागि है। हामीले जति सक्दो हामी आमापाटीहरूले हेल्दी फुड हेल्दी चिज दिनु इच्छा गर्छ नि त नानीहरूलाई पनि। अनि त्यसरी गर्नाले चाहिँ हाम्रो घरमा पनि एउटा फ्रेस
टमेटो हैन फ्रेस भेजिटेबलहरु कुनै पनि तपाईले त्यसरी लाउन सक्नुहुन्छ। अब बाहिरबाट आएको चाहिँ पेस्टिसाइडहरु लाएर अनि त्यसरी गरेर चाहिँ ल्याएको हुन्छ नि त। तर आफैले चाहिँ गरेको छ भने चाहिँ आफूले ढुक्कै पनि हुन्छ नि त कति कुरामा हैन, सेटिस्फाई पनि हुन्छ आफूले रोपेको फल्दाखेरि। के नभन्नुस् त, आफैले रोपेको चिज, आफूले रोपेको फल खानु पाउँदाखेरि कति खुसी हुन्छ नि त हैन। अनि यदि तपाईलाई मेरो कुरा सही लाग्यो है, तपाईलाई ठीक लागेमा तपाईले पनि त्यसरी एक्सपेरिमेन्ट तपाईले ट्राई गर्न सक्नुहुन्छ। अनि तपाईले पनि यसरी लगाएर फ्रेस टमाटर है, यति बेला सिजन पनि हो टमाटरको। तर आकाशको पानीलाई चाहिँ अलिकति प्रोहिबिटेड गर्नुस् है त, किनभने आकाशको पानीले चाहिँ सबै पिल्चाउँछ। यो पातहरु पनि एकदम सबै त्यो हो क्या सेतो सेतो कस्तो भएर चाहिँ जान्छ अनि टमाटर पनि बिल्छेर जान्छ नि त। त्यसले गर्दाखेरि चाहिँ तपाईले आकाशको पानी चाहिँ मेनली चाहिँ प्रोहिबिटेड गर्नुहोस् है। आशा गर्छु तपाईले मेरो भिडियोलाई मन पराउनु भयो भनेर मैले मेरो भिडियो है तपाईको लागि लिएर आएको छु, तपाईहरुसँग शेयर गरेको छु। मेरो भिडियोलाई तपाईले हेरेर तपाईले लाइक शेयर अनि कमेन्ट गर्न नभुल्दिनुस् होला। अनि तपाईको यो लाइक अनि शेयर अनि कमेन्ट हेरेर मलाई पनि एउटा हौसला मिल्छ है, अझै भिडियो बनाउनु पर्छ भनेर। त्यो हौसला तपाईले मलाई आजका दिनसम्म दिनुभएको निम्ति धन्यवाद। फेरि पनि तपाईलाई मेरो भिडियोमा तपाईलाई लिएर आउने छु। यस्तै छ गाउँ को ब्लग्सहरु, यस्तै घरको काम कुराहरु गरिरहेको। अनि तपाईलाई म यस्तै भए पनि लिएर आएको छु। आशा गर्छु मन पर्नु भयो भनेर। धन्यवाद।